मैले रेस्टुरेन्टमा काम गर्न लागेको कति भयो, के काम गर्छु र कस्तो काम गर्छु र के काम जानिसकेको छ र योभन्दा अगाडि म काम कहाँ चाहिँ गर्थेँ। सो म तपाईँहरूलाई सबै नै देखाउने नै छु र भन्ने नै छु। सो हेलो एभ्रिवान, आइप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु, व्यस्त छु, मस्त छु है। यहाँ त घाम पनि बाप्रे बाप्रे के साह्रो लागेको हो। गर्मी छ कि यहाँ कुरै नगर भाइ। घाम भन्ने कुराले त पुरा गाला नै रातो बनाइदिन्छ भने एकदम छाम्दै झर्नुपर्छ गाला चाहिँ। एक त म कालो मान्छे, झन् कालो नै बनाइदिन्छ भन्ने निकै डर पो लाग्छ घामदेखि त मलाई। सो घाम पनि यस्तो लाग्छ कि कुरै नगरौँ होइन। अब आजभोलि चाहिँ गर्मी पनि धेरै चढिसक्यो नि त यतातिर, त्यही भएर गर्मी पनि लास्टै छ। नेपालतिर चाहिँ कस्तो छ के छ त्यो चाहिँ कमेन्ट बक्समा भनिदिनु होला। म चाहिँ अहिले इन्डियातिर नै छु, त्यही भएर चाहिँ उठेर ड्युटी नै हिँडिराख्नु पर्छ। त्यही भएर चाहिँ होला मलाई चाहिँ होइन, बिहान बिहान धेरै गर्मी नै लाग्छ। अब चाहिँ म चाहिँ किचनभित्र छिरिसकेँ होइन। किचनभित्र छिरेर चाहिँ धेरै गर्मी नै थियो कि होइन। मैले चाहिँ झ्यालिस पोलेर अब सब रेडिमेड बनाइसकेँ होइन। बत्ती सत्ती बालेर एकदम उज्यालो बनाएँ होइन। अब किचन पनि हेल्पर म होइन, त्यही भएर सबै काम मैले चाहिँ हेर्नुपर्छ। सब सेटिङहरू ओपन गर्ने काम यताउता होइन, के छ कस्तो छ सब मैले हेर्नु नै, किनभने म चाहिँ अहिले किचनको हेल्परमै छु त होइन। किनकि अब मलाई केही पनि आउँदैन नि त होइन। खास आजभोलि नयाँ नयाँ नै हो, त्यही भएर म चाहिँ अहिले किचनको हेल्पर नै काम गरिरहेको छु। पोसाकहरू त लाउनै पर्यो होइन। मेरो पोसाक चाहिँ अब होइन एफ्रुट हो, एफ्रुट पोसाक चाहिँ लाउनु पर्छ किनकि अब धेरै फोहोरहरू लाग्दैन नि त मेरो ड्रेसमा। यो पोसाक त पहिला सुरुमा मासु कटिङ गर्ने मान्छेहरूले लगाउँथ्यो, त्यस्तै चाहिँ लागिरहेको थियो मलाई। अहिले चाहिँ म बानी परिसकेँ किनकि यो पोसाक नै अहिले चाहिँ राम्रो लाग्छ। अब चाहिँ मेरो काम सेटिङहरू ओपन गर्ने। अब सेटिङहरू ओपन गर्नुपर्छ नि त मैले होइन। फटाफट सेटिङ चाहिँ ओपन गरिसकेँ। त्यो सेटिङ ओपन चाहिँ मेरो सेपको सेटिङ चाहिँ ओपन गरिदिएको मैले होइन। अब किनकि अब चाहिँ मेरो सेटिङ ओपन गर्नुपर्छ। मेरो सेटिङमा चाहिँ अब मैले आफै नै ओपन गर्नुपर्ने सब यताउता होइन, के छ कस्तो छ सब ओपन चाहिँ मैले गर्नुपर्छ मेरो सेटिङतिर। र ग्यास स्यासहरू सबै हेर्नुपर्छ यताउता। मैले चाहिँ अब मेरो कन्ट्री सेटिङहरूको हेर्दैछु होइन। अब चिकन टिक्का, चिकन फेरि फेरि, अब पनिर टिक्काहरू, भेज ग्रिलहरू होइन, यसै गरी जिन्जर गार्लिक पेस्ट सबै चाहिँ मैले हेर्नुपर्छ किनकि अब यो चाहिँ मेरो सेटिङहरू, यो चाहिँ कन्ट्री सेटिङ। यो कन्ट्री चाहिँ मैले सम्हालेको छु अहिले चाहिँ। हेल्पर भए पनि अब यति हल्का हल्का काम चाहिँ मैले सिकिसकेको छु। यसमा चाहिँ मैले बनाउनु पर्ने होइन पिज्जाहरू, स्यान्डविचहरू होइन, अब यस्तै आइटमहरू बनाउँछु मैले चाहिँ। सबै सेटिङ हेरिसकेपछि अब चाहिँ मैले खाना बनाउन पनि रेडी गर्न लागिसकेँ। अब म चाहिँ खाना बनाउनलाई देब्ची सब्जी पखालेर चामल बसालिसकेपछि 1 मिनटमा अनि फेरि अर्डर आइहाल्छ होइन। अर्डर पनि दिनु पर्यो होइन, अर्डर पनि आइहाल्छ। अर्डर चाहिँ भेज पुलाउ आएको थियो। अब अर्डर भेज पुलाउको लागि मैले चाहिँ चाइनिज राइस निकालेँ फ्रिजदेखि। अब यो राइस निकालिसकेपछि अब यसलाई चाहिँ माइक्रोमा हालेर अब 2 सेकेन्ड चाहिँ हानिदिनुपर्छ किनकि यो चाहिँ धेरै चिसो हुन्छ नि त फ्रिज, त्यसैले चाहिँ गरम गर्नुपर्छ। मैले चाहिँ लिएर फ्राई चाहिँ मारिसकेको होइन। अब फ्राई चाहिँ मारिसकेँ। फ्राई मारेर चाहिँ अब यसले चाहिँ पार्सल बक्समा चाहिँ हालेर पार्सल गर्नुपर्छ किनकि अब यो चाहिँ पार्सलमा आएको थियो नि त होइन। यो चाहिँ पुलाउ, यो चाहिँ भेज पुलाउ हो। यो भेज पुलाउ चाहिँ अब पार्सलमा आएको थियो, यसलाई चाहिँ पार्सल गरिसकेँ। पार्सल गरेर चाहिँ मैले चाहिँ होइन त्यहाँ झोलामा प्याक गरेर चाहिँ दिइसकेँ। अब झोलामा चाहिँ प्याक गरेर मैले चाहिँ बाहिरको लागि दिएँ। अनि बाहिर चाहिँ हुन्छ सर्भिसहरू, बाहिर सर्भिसको मान्छेहरू आएर लग्छ। आजको भिडियो चाहिँ यति नै भन्नुपर्छ होइन। अब मन परेको भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु। अहिले चाहिँ टाटा बाइ बाइ, मिस यु अल।